छैन? नेपाल सङ्गीत उद्योग सङ्घ फोन नम्बर 20042112। दिदी तिमीलाई ठीक छ? म एकदम ठीक छु। जेठु यो कोचिङ छ, यो बिन्दियाले छोडेर गएको नहोस् हो। तिम्रो छोरा रामा।
मेरो छोरा रामा छोरो बाबा कहाँ नआउने बाबा मेरो छोरो तिनीहरू मान्छे होइन जाली फटा राक्षसहरू त्यतिखेर मलाई प्रहरीले नसमातेको भए सारा गाउँलेहरूको अगाडि त्यो शिवराजको लास लडिरहेको हुन्थ्यो कतिचोटि त लाग्थ्यो जेल तोडेर त्यस सालेलाई सारा गाउँलेको अगाडि मुनचुक छर्केर मारिदिउँ तर म लाचार थिएँ बिन्दियाले आफ्नो चिनो यो रामालाई मेरो जिम्मामा छोडेर गएकी थिए के गर्छ जेठो जादुमा घुन पिस्या जस्तै पिसेर बाँच्नु हामी निमुखा कमैयाहरूको कर्ममा रहेछ फेरि सन्तानभन्दा ठुलो विद्रोह पनि त होइन नि जेठो छाड्दै ती सब कुरालाई आखिर तैँले यो बच्चाको लागि भए पनि आफूलाई सम्हाल्नुपर्छ हो जेठो मरणभन्दा ठुलो शरण हो त्यसकारण शिवराज कहाँ गएर कामको लागि मैले त्यो राक्षसको अगाडि आफ्नो शिर झुकाइराख्नु पर्दैन म जेलबाट छुटेर आउँदा मैले कामको कुरो गरेर आइसकेको छु त्यसैले म भोलि बिहानै जानुपर्छ भोलि नै हो भोलि बिहानै र त्यहाँ काम मिल्न साथ बस्ने बन्दोबस्त गरेर म फर्किहाल्छु अनि रामालाई पनि लिएर भाइ मैले उहाँलाई सुत्ने व्यवस्था गरिदिइसकेकी छु जेठो चौधीमा आराम गर हुन्छ बाबु जाउँ छ नि बुबा जेल त हाम्रो गाउँभन्दा नि ठुलो छ रे हो यहाँ जस्तो दुःख पनि पाइँदैन रे त्यहाँ त राम्रो राम्रो लाउन अनि मिठो मिठो खाना पनि पाइन्छ रे हो कसले भन्यो तिमीलाई सानुले त भन्यो नि त्यहाँ मिठो मिठो खाना मात्रै होइन राम्रो राम्रो साथीहरूसँग पनि खेल्न पाइन्छ जान्छ होइन त जान्छु नि तर हामी जाँदा सानलाई पनि लिएर जानुपर्छ है बुबा किन लाज मानेको नि अरू बेला त बुबा आउनुहुन्छ अनि हामी सँगै जाने भन्ने अनि अहिले चाहिँ रामा के रामा नि भएको कुरा गर्दा पनि छ नि बुबा हामी राति सुत्ने बेलामा जहिले पनि तपाईँकै कुरा गरिरहन्छ ल ए हो र हो त नि आउनु न बस न एकैछिन है म आइहालेँ सानो के रामाले भनेको कुरा साँचो हो ल किन लाज मानेको के साँचो हो त्यसो भए म सहरबाट आएपछि तिमीलाई पनि लिएर जान्छु नि काका अब म जान्छु हुन्छ बाबु राम्रोसँग जानु आफ्नो जिउको ख्याल राख्नु हुन्छ अहिलेलाई लागे जाऊ बुबा
गरियो के छ विदाईको बेलामा यसरी रोएर होइन मधुर मुस्कानले विदाई गर्नुपर्छ। त्यसमाथि पनि म धेरै दिनको लागि जान लागेको होइन, 2-4 दिनमा त आइहाल्छु नि। ल अब हाँस त। अहिले हतार छ, लागे है त। बुबा हामी तपाईँलाई पर्खिरहन्छौँ है। हुन्छ बाबा हुन्छ। सानो दिदीसँग बस्नु, सानो दिदीलाई दुःख नै दिनु नि, हुन्छ? साँच्चै बा आमासँग हाम्रो कुरा चलाउनु है। ल अब म जान्छु है। बुबा छोडी नमस्कार अहिले जेठुलाई देखिस्? देखिन मालिक। चल बुढो तैँले त्यो जेठुलाई देखिस्? देखेको छैन हजुर, देखेकै छैन। तैँले जेठुलाई कालु गरेर राखेको छस् के भनेर? छिटो भन्। मलाई थाहा छैन मालिक। साला डुरे, मेरै नुन खाएर मसँग गद्दारी गर्छस्, खुर्क भन्छस् कि अहिले नै तँलाई पनि दुईचे मारिचे मार्दिनु। म अधमरोलाई मारेर के पाउनुहुन्छ मालिक? दाइ छोड्दै यसलाई। यो अधमरोसँग जिस्किँदै उता त्यो चाहिँ उम्केला। यदि तैँले यो कुरा छाँटेको थाहा पायो भने तँलाई यही गाउँमा जिउँदै गाडिदिन्छु। खोइ बाबु राजा। यो गरिब सुदामाको झोपडीमा भगवान श्री कृष्णको बास। धन्य भगवान, आजको मेरो दिन शुभ बित्ने भयो। धन्य। के भनेको यो बाबु राजा? जातिर फुललाई बोलाएर दिएर रहेछ। के गर्ने मालिक, भगवान अनुसारको पूजा त गर्नै पर्छ। के भनेको यो राजा? ल ल बाबु राजा, माने मैले अतिथि सत्कार त तिमीबाट सिक्नुपर्छ। कसलाई कति बेला के चाहिन्छ तिमी ट्याक्क बुझिहाल्छौ। लु रे। हजुर मालिक। त्यो हाम्रो सानो बाबु साहेबहरूलाई के चाहियो रे? उही नालो बुटी त हो नि हजुर। अब हजुर जंगलको राजा शेरलाई त्यो नाथे गैडाको खाल किन लगाउनु पर्यो? बाबु राजा, तिमी कुरा नबुझिकनै कुरा गर्छौ। अब मेरा 5 पाण्डवहरू काठमाडौँबाट फर्केका छन्। यसपालिको बिदामा उनीहरू शिकार खेल्न जाने रे। शिकार? त्यसको लागि गोली बन्दुक चाहिएन? ल भन त। त्यसैले म आफै नै आए। ल यो राख। ल यो के गर्नु भएको हजुर? म त तपाईको भाइ हुँ, कोही पराई त होइन नि। अब त्यो आलु प्याजको व्यापार गरेर बस्ने साधारण बाबुलाई आज यो बाबु राजा कसले बनायो? हजुरले नै हो। अब मैले जाबो तेर्ती हतियारको लागि तपाईसँग पैसा लिए भने मैले फेरि त्यो आलु प्याजको व्यापार गरे भइहाल्यो। त्यसैले यो म लिन सक्दिनँ। तिमी धेरै हर्साउँछौ बाबु राजा। यो असम्भव छ। म हजुरसँग हिसाब किताब नै गर्न सक्दिनँ। म यो राख्दिनँ। मालिक दर्शन हजुर। के हो बोलवा? के छ त? सब ठिकठाक चल्दैछ तिम्रो? ठीक छ हजुर, हजुरको आशीर्वादले सब ठीक चलिरहेछ हजुर। फुलवा, मालिकको लागि आज रातको व्यवस्था यतै मिला। नै बाबु राजा, यस्तो हुन सक्दैन। के भन्नुभयो हजुर? बसौ न।
म राति घरमा पुगेन भने घरमा छोराहरू आतिन्छन् नि। नत्र यो फुलवालको फुलबारीमा टुली टुली फुलहरूको रस चुस्ने इच्छा कुन भवरामा नहोला र। मालिक हिजो मात्र एउटी असली मालाकी थियो। हजुरको पाउमा चढाउन पाए त मेरो भाग्य खुल्थ्यो हजुर। ए हो र? हजुर मालिक। वाह बाबु राजा त्यसो गरौँ। भन्नुहोस् अब तिमी एउटा काम गर, यो फुलवाकको फुललाई लिएर तिमी मेरोमा आऊ र हामी चाहिँ नि त्यो मेरो पुतली बैठकमा बसेर सँगै मिलेर माला गाँसौँ भने।
अरे यस बेला कहाँ जान लागेको? खै कहाँ जानु, यतिकै भौतारिरहेको। भीमहरू कामबाट फर्किने बेला भयो कि भनेर काकाले आश गर्नु भएको होला, तर उनीहरू फर्कने टुङ्गो चाहिँ छैन। तपाईँ बिरामी भएपछि काममा जान नसकेकोले ब्याजको स्याज तिराउनलाई दिन रात काम गराउने रे। त्यसैले काका जाउँ हिँड्नुहोस् मेरो घरमा। भीमहरू नआउन्जेल मै कहाँ बसौँला नि। भइगयो बाबु, म बेकममा मान्छे, तिमीहरूलाई किन दुःख? लौ त हरि, ए जाउँ हो, ढिला भइसक्यो। बिचरा भीम साउको ऋण तिर्नु पाए सहर जान्छु भन्थ्यो, तर उसले ऋण तिरिसक्नु भनेको बहिराले गीत सुन्नु र अन्धाले नाच हेर्नु जस्तै हुने भयो। त्यही त, यो हरि त छोराको लागि बोझ पो हुने भयो। प्यास लागेको थियो, पानी खाने कोसिस गर्दा लडिहाले। हात नभएको मान्छे प्यास लाग्न सक्छ, भोक लाग्न सक्छ, बाहिर जानु पर्ला। कस्तो दया माया नभएको रहेछ त्यो शिवराज। भो भइहाल्यो, यसो गरेर बाला भोक लागेको होला, तिमीहरू दुईजना मिलेर खाना पकाऊ। बा हिँड्नुहोस्, आउनुहोस् आउनुहोस् बा। बस्नुहोस् बा, खुट्टा माथि राख्नुहोस्। बा, तपाईँ आराम गर्नुहोस्, म खाना लिएर आउँछु। आमा बस्नुहोस्। देवी खै एउटा बिडी सल्काइदिएन। यो हरि त छोराको लागि बोझ पो हुने भयो। बिचरा भीम साउको ऋण तिर्नु पाए सहर जान्छु भन्थ्यो, तर उसले ऋण तिरिसक्नु भनेको बहिराले गीत सुन्नु र अन्धाले नाच हेर्नु जस्तै हुने भयो। हरि, अब त यो घरको बोझ भइसकेको छस्। तैँले यो घर छोड्नुमै तेरो परिवारको कल्याण हुनेछ। हो हरि, तँ यहाँ बस्नु भनेको
तेरो परिवारको दुःखमा नुन खुर्सानी छर्कनु हो। हरि, तैले यो घर छोड्नै पर्छ। भीमको बुवा तपाईँ हामीलाई छोडेर जान लाग्नु भएको, के तपाईँ यसमा खुसी हुनुहुन्छ? भीम कता दौडेको? बा घरमा हुनुहुन्न, तपाईँले देख्नुभयो? मैले त देखिनँ त। काका, तपाईँले बुवालाई देख्नुभयो? देखिन त। भाउजू, तपाईँले मेरो बुवालाई देख्नुभयो? चाडेर कहाँ जानुभयो होला? कतै जङ्गलका पो जानु भयो कि? तँलाई मैले के भनेको थिएँ? गधा, कामचोर, पाजी। मालिक, के मेरो बा मर्यो? होइन मालिक, मेरो बुवा हिजोदेखि घरमा हुनुहुन्न। ए, त्यसो भए के गर्ने त मैले? भीमेको बाउ हरायो भन्दै गाउँभरि ढोल पिटाउँ या लालटिन लिएर खोज्छौ? मैले के गर्ने? हिँड छिटो, मलाई धरमपुर लिएर हिँड। ए, जान्छस् कि जाँदैनस्? के लाटोले के हेरे टल्ल पर हेरिरहेको छ त? मालिक निस्किँदा के गर्नुपर्छ? तँलाई तेरो बाउले सिकायो गुन्द्रुक के?
भीम ए बाबु हजुर आमा आज त किन अलमल गरेर सानोले खाजा बनाइसकि जान गएर खा काममा जान ढिला भइसक्यो आमा आजदेखि हामी कोही पनि काममा नजाने काममा नजाने रे के हुन्छ यो फेरि हामी काममा नगए त्यो शिवराजले अर्को रडाको मचाउला नि मचाउन दिनुहोस् आमा घर भएको भित्ताको माया घरै छैन भने त्यो जाबो भित्ताको के माया शिवराजले हिजोसम्म 10 सूत्रको सिक्रीमा हामीलाई बाँधेर जति दबाउनु थियो दबायो अब म दब्न चाहन्न आमा दुर्गाले गरेको निर्णय मैले मानेको भए जेठुले गरेको विद्रोहमा यदि मैले साथ दिन पाएको भए आजजना त बुवा घर छोडेर जानुहुन्थ्यो म त्यो शिवराजले हामी कमाइयाहरूको रगत यसरी चुसिराख्थ्यो आमा आजदेखि यदि हाम्रो रगत र पसिना बग्छ भने त्यो केवल हाम्रो लागि बग्छ हाम्रो लागि भीम हो दुर्गा यदि त्यो शिवराजको अन्याय र अत्याचार सहने शक्ति हामीमा छ भने उसको विरुद्धमा लड्ने हिम्मत पनि छ हामीमा त्यसैले मैले यो निर्णय लिएको
मैले ती राक्षसहरूको हातबाट सानोको रक्षा गर्न सकिनँ। अब म पवित्र भइसके। मलाई शिवराजको छोराले मेरा कलियुगका 5 पाण्डवहरू यो राखल। केही कमी भयो भने पठाइहाल्नु कसैलाई, केही कमी छैन छोरा। हुन्छ। तर एउटा कुरा सबैलाई भन्दैछु म, यो कुरा कुटेर आउनु, कुटाइ खाएर कहिले पनि नआउनु। र अर्को कुरा, काठमाडौँमा गएर त्यहाँको ठुलो दादा हुनु।
मात्र छैन जा केटा जा कान्छा 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 सालेलाई कहाँ लुकेर बसेको छ देखोज सालेलाई ठेगान लाउन सकेन भने म पनि इन्सपेक्टर राणा होइन के सोचेको छ त्यसले
सानो नानीलाई चितामा राखेर धेरै दुःख नदिउँ। अब अन्तिम संस्कार गर्नेतर्फ लागौँ। बरु यो दागबत्ती चाहिँ कसले दिने होला? मैले आफ्नै बहिनीको इज्जतको रक्षा गर्न सकिनँ। बहिनी मलाई माफ गरिदेऊ। तिमी जहाँ छौ, जस्तो हालतमा छौ, सधैँ सुखी रहनु। हृदयको माया आफ्नै फूल जस्ती बहिनीलाई सधैँ तिम्रो साथमा रहनेछ। ल बाबु, दागबत्ती ढ। बहिनी, अब कुनै पनि चेलीले बातकृत भएर आफ्नो माइतीको काखमा प्राण लाग्नु पर्दैन। अब कुनै पनि आमाले बिहान घर छोडेर गएको छोरो बेलुकी घर फर्किन्छ कि फर्किँदैन भनेर चिन्ता लिनु पर्दैन। अब कुनै पनि बाले घरको बोझ भयो भनेर घर छोडेर जानु पर्दैन। आमा, अब कसैले पनि जिउनुको लागि आफ्नो खुट्टाको जुत्ता आफ्नो टाउकोमा राखेर हिँड्नु पर्दैन। आमा हो बिन, हामीले तिमीबाट यही आशा राखेका थियौं भीम। यो कुरुक्षेत्रमा तिमी मात्र एउटा यस्तो अभिमन्यु हो जसले शिवराजको चक्रव्यूहलाई तोड्न सक्छ। तिमीलाई थाहा नै छ शिवराज कतिको शक्तिशाली छ भनेर। त्यसैले लडाई जित्नको लागि हिम्मत मात्र भएर हुँदैन, त्यसको लागि हात हतियार पनि चाहिन्छ। र हामी सबै कमैयाहरूको मुक्तिको लागि मेरो सौभाग्य चढाउँछु। राख। एक थोकी सुकी, अर्धा थोकी दादी। ला, यो मेरो तर्फबाट हो बाबु। अब हामी गाउँले सबै एकजुट हुनुपर्छ। लाऊ। काका, यो मुन्द्रा मेरो तर्फबाट हो बाबु। अब हामीलाई मुक्ति देऊ। जा भीम, त निर्धक्क भएर जा। तिमी यहाँको केही चिन्ता लिनु पर्दैन। मेरो शरीरमा एक थोपा रगत रहन्जेल त्यो शिवराजले केही बिगार्न सक्दैन। आमा, अब म युद्धमा जाँदैछु, मलाई आशीर्वाद दिनुहोस्। अन्यायको विरुद्धमा लड्न निस्केको छोरो युद्ध मैदानमा वीरगति प्राप्त गरेछ भने पनि
त्यसमा कुनै पनि नेपाली आमाले आँसु बगाउने छैन, गर्व गर्नेछ। पीठमा गोली थापेर कहिल्यै नफर्किनु, लडाईँको बेलामा हामीलाई सम्झेर आफूलाई कमजोर कहिल्यै नबनाउनु, विजय भएर आउनु। भीमे आइज आइज शिवराजको भाइलाई मारेर तैँले धेरै राम्रो काम गरिस्। हरेक कुराको एउटा सीमा हुन्छ। वास्तवमा तिनीहरू धेरै नै मातिसकेका थिए। त्यसैले भीमे भन, म तँलाई के सहयोग गर्न सक्छु? मलाई हतियार चाहियो। आइज आइज भीमे, तैँले खोजेको जस्तो हात हतियार मेरो यो गोदाममा पाउनेछ। हतियार हतियार
तिमी आफूलाई चाहिने जति हतियार लिएर जा।
दिनेश 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 रुदन छोरा नहीं नहीं केटाहरू गाउँको कोही पनि बाँच्नु हुँदैन कोही पनि बाँच्नु हुँदैन यो सामान चलाइदे चलाइदे चलाइदे
नछोड भीम, नछोड। मलाई माफ गर्दे अरे, मलाई बचाइदे। म तँलाई माफी त दिन्छु, तर तैँले आफ्नो जुत्ता आफ्नै टाउकोमा राखेर मसँग जीवनको भिख माग्नु पर्छ, बुझी? बस म राख्छु नि, म राख्छु, म राख्छु, म राख्छु, म राख्छु, म राख्छु। मलाई माफ गर्दे अरे। तैँले हामी जस्तै कैयौं गरिब कमैयाहरूलाई यस्तै ठुकबन्दीमा तडपाई मारेको थिइस्। अब तेरो अन्त्य पनि यसरी नै हुनेछ। तैँले हामी गरिबमाथि लगाएको नियम आज तँमाथि नै लागू हुँदैछ। आखिर तेरो अन्त्य यसरी नै हुनु थियो। भीम, तिमी आफूलाई सरेन्डर गर। होइन साहेब, यसमा मेरो छोराको कुनै गल्ती छैन। हो साहब, यसमा उसको केही गल्ती छैन। इन्सपेक्टर साहब, मैले त हामी कमैयाहरूको मुक्तिको लागि म राक्षससँग लडेको हुँ। यदि कानूनको अगाडि म अपराधी हुँ भने हत्कडी लगाउनुहोस्। हत्कडी लगा यसलाई। भीम, तिमीले गर्दा हामी सबै कमैयाहरूले मुक्ति त पायौं, तर हाम्रो मुक्ति दिवस माघी तिमी नआउन्जेल हामी मनाउने छैनौं। तिमीलाई हामी पर्खिरहनेछौँ भीम। आफ्नै